आज म बोल्छु लिएर खोलातिर आएको। यो खोलामा कहाँनिर बोल्छी थाहा पाऊँ भन्ने भइरहेको छ है। बोल्छी यहाँ चाहिँ बोल्छी त बन्द प्याक छ होइन, यस्तो छ। अहिले म खोलेर पनि देखाउँछु। तिर गएर थाप्ने होला भन्ने सोचिरहेको छु। हेर्नुहोस् है, बोल्छी ल्याएर आएको है मैले। बोल्छी गएर थाप्ने हो। बाटो अप्ठ्यारो छ, जाने बाटो चाहिँ यस्तो छ है। म अब यतातिर ठ्याक्क यो सिपाही र भन्छ, यतातिर यो पर्याङ गैरा र भन्छ होइन। अनि यतातिर चाहिँ घुमाउने र भन्छ होइन। माथिबाट आएको है, म यहाँबाट आएको। यहाँ त सानो बच्चा बल खेलिरहेछन्। म यहाँबाट आएको पारि है मेरो घर चाहिँ। अब हेरौँ भोलि कतिको माछा पर्छ कि पर्दैन भन्ने कुरा है। पर्यो अब बाटो यस्तो छ। कताबाट हो जाने? धेरै भयो यो बाटो नहिँड्ने। पहिला सानो सानोमा खुब हिँडिन्थ्यो कि यो बाटो। हेर्नुहोस् है, यस्तो छ। यस्तो छ। फेरि भिडियो बनाउँदा बनाउँदै लडिए लाग्यो। कताबाट जाउँ, कताबाट जाउँ, कताबाट जाउँ? त्यही बाटो छ अरे, जे होला होला। यस्तो बाटो छ। फेरि मैले बाटो बिर्से जस्तो भयो कि यहाँ पछि यो बाटो भर्खरै खनेको हो। त्यो भएको हुनाले पनि बाटो पुर्दियो कि पहिला पहिला हामी सानसानोमा हिँड्ने बाटो यस्तो छ। म यहाँ बगरमा आइपुगेँ है। पहिला पहिला हामी यो सानो कुण्डामा धेरै माछा मार्थ्यौँ। हेर्नुहोस्, तपाईँहरूलाई कतिको थाहा छ। हामी यहाँसम्म थियो है। यो सैजान सिउँडी यो ल्याएर यहाँ द्वाल थुनेर धेरै माछा मार्थ्यौँ है यसमा, यो कुण्टामा। मैले कुण्टा भन्थ्यौँ तर यहाँ ठुलै थियो। माथि माथि यो ढुङ्गाको माथि माथिसम्म थियो। यस्तो हेर्नुहोस् है। ल यहाँको दृश्य, यहाँबाट आउँथ्यो पानी है, यता माथिबाट तर यहाँबाट यसरी आएर यहाँसम्म कुण्डा थियो, यहाँसम्म। यस्तो छ हेर्नुहोस्। यतातिर अर्कै ठुलो नदी छ फेरि। अब मैले यतातिर थाहा पाऊँ कि बोल्छी भन्ने कुरा हो। त्यहाँ म जान्छु। सायद यतै थाप्नु पऱ्यो, टाढा नजानु पऱ्यो। यहाँ फेरि ढुङ्गा पनि खोज्नुपर्छ। ढुङ्गा खोज्नु पऱ्यो है। ए यो ल, यो ढुङ्गा ठिक छ है। ल हेर्नुहोस्, यस्तो लाम्चो खालको ढुङ्गा भयो भने सजिलो हुन्छ है। यो बोल्छीको धागोमा बाँध्नलाई सजिलो हुन्छ है त। ल यहाँ बोल्छी यहाँ छ। अब म बाँध्ने बेला देखाउँछु। यहाँनिर थाप्दैछु, हेरौँ भोलि के हुन्छ है त, माछा पर्छ कि नै। यो यसलाई है घुमाउने र भन्ने, यसलाई है घुमाउने र भन्ने। म यसलाई थाप्दैछु। अब एकछिनमा हुँदैछ है। अब यसमा चारो उड्नुपर्छ। मासु ल्याएको है, मासु। यस्तो हुन्छ बोल्छी। अनि हो यसो गरौँ न। यस्तो गरौँ हेर्नुहोस् है। टाइटै उड्नुपर्छ है यसमा मासु। यसलाई बाँध्नु पनि पर्छ, फेरि पानी बगाउन पनि सक्छ होइन। बाँध्नु पनि पर्छ, पानी बगाउनै सक्छ। यसलाई गर्नु पऱ्यो त, हाम्रो कम्फर्ट नपाएर यसरी बाँधियो होइन। अब यसलाई चाहिँ पहिला लाइटरले जलाउनु पर्छ कि।
भनेपछि रेडी भयो। अब यति बचेको छ, यो चाहिँ यही रहन्छ। अब यसलाई ढुङ्गालाई यसरी त्यसमा बान्नुपर्छ। यसरी बान्नुपर्छ है, यस्तो गराएर यसो गराएर बाँध्ने। अब यसलाई हातमा समातेर फाल्नु, यस्तो गराएर फाल्नु पर्छ। फाल्नु पर्दैन। अब मैले यहाँनिर है, यहाँनिर यसरी देख्नु आयो नि रसी पानी हल्लाइदिइराख। यहाँनिर यो खोलामा थापेर गएँ है त। अब घरतिर लागेँ म। अब बाँकी अर्को भिडियोमा है भोलि।